हजुरहरू सबैलाई जयमसी साथै नमस्कार। आज चाहिँ हामी यहाँनिर काठमाडौँको धरहरा हेर्नको लागि यहाँनिरको दृश्य अवलोकन गर्नको लागि चाहिँ हामी सबै परिवार मिलेर यहाँनिर आएका छौँ। यसकारण यहाँको वातावरण अथवा यहाँनिरको वरिपरिको अवस्था के कसो छ हजुरहरूलाई पनि देखाउँ भनेर मैले सानो यो भिडियो गरेको छु। आशा छ हजुरहरूलाई मन पर्नेछ। यो चाहिँ धरहरा अगाडिको टिमको दृश्य हो। मजाले पानीहरू आइरहेको छ। यहाँनिर तल ग्राउन्ड लेभलमा चाहिँ सानो यहाँनिर वाटर पार्कहरू बनाएको रहेछ अनि थोरै यसो बसेर आराम गर्ने ठाउँहरू पनि रहेछ। यहाँनिर यसो दृश्य अवलोकन गर्ने कुराहरू यहाँनिर पार्कहरू बनाएको रहेछ अनि यसो मजाले आराम गर्ने ठाउँहरू रहेछ। मलाई चाहिँ राम्रो लाग्यो। यो चाहिँ तल ग्राउन्ड लेभलदेखिको माथि टप लेभलसम्म पनि हजुरहरूलाई देखाउन चाहेँ। यस्तो छ यहाँनिर चाहिँ। यो चाहिँ पुरानो पहिलाको भत्केको धरहरालाई पनि थोरै यहाँनिर राखेको रहेछ। यो पनि हजुरहरूलाई देखाउन चाहेँ। यस्तो रहेछ पुरानो धरहरा है। हामी अब धरहराको माथि जाँदैछौँ है। कति तलसम्म पुर्याउँछ अब अहिले चाहिँ हामी माथि टप लेभलमा छौँ। सो यहाँ माथिबाट चाहिँ हामी दृश्य अवलोकन गरिरहेको छौँ। घरै हो नि मम्मी त्यो उयो माथि क्या अग्लो हो। यो चाहिँ स्वयंको रहेछ है गाइस। स्वयंको है पर देखिरहेछ। यो चाहिँ बसन्तपुर है गाइस। यहाँनिर चाहिँ तपाईँको देख्न सक्नुहुन्छ यो सेतो बिल्डिङ अनि यहाँनिर हनुमान ढोका अनि बसन्तपुर भनेर चाहिँ भनिने रहेछ। यो ठाउँलाई चाहिँ माथि धरहराबाट देखिने ठाउँ है। यस्तो छ है। यो चाहिँ टुडी खेल है गाइस। यहाँनिर बाट चाहिँ यो चाहिँ स्काई वक हो है गाइस। यहाँनिरबाट पनि देख्न सक्नुहुन्छ काठमाडौँको। यो चाहिँ रत्न पार्क हो। यहाँनिर यस्तो छ है। यहाँ माथि धरहराबाटकै यो भ्यू है त। यहाँनिर नि के बनिने क्रम जारी नै रहेछ। बनिसकेपछि ठिकै हुन्छ। यो चाहिँ माथिबाट बनाएको कुरा है। अघि हामी यहाँनिर थियौँ।
गुगो रोप्न सम्म बनाउनु यो त रायले चाहिँ हेरिरहेछ तल यो तलको चाहिँ रङ्गशाला है यहाँनिर चाहिँ फुटबल खेल्ने ठाउँ एकताल आएको थियो रमाइलो छ अहिले चाहिँ हामी बसन्तपुरतिर चाहिँ गइरहेछौँ सो बसन्तपुरतिर जाने क्रममा चाहिँ यहाँनिर बाटोमा थोरै यो दृश्यहरू पनि हजुरहरूलाई देखाउँ भनेर यहाँनिर खिचिरहेको छु यो चाहिँ बसन्तपुर अगाडिको यो हिँड्ने वाकवे अथवा पुग्ने बेलाको यो वाकवे एकदम फराकिलो छ मजाले यहाँ आरामले हिँडेर चाहिँ हजुरहरू त्यहाँनिरसम्म पुग्न सक्नुहुन्छ यहाँ तल हजुरहरूले देख्न सक्नुहुन्छ यहाँ पसल राखेर बसिराख्नु भएको छ यहाँनिर चाहिँ नेपाली टिपिकल सामानहरू चाहिँ यहाँनिर पाइन्छ हरेक कुराहरू चाहिँ हजुरहरूले खरिद गर्नु पनि सक्नुहुन्छ यो चाहिँ हो बसन्तपुरको यो अगाडिको 360 दृश्य हजुरहरूलाई पनि देखाउँ भनेर चाहिँ मैले सरर हिसाबमा चाहिँ भिडियो गरिदिइरहेछु आशा छ हजुरहरूलाई मनपर्छ हजुरहरू पनि इन्जोय गर्नुहोस् यो अनि यो दृश्य हेरेर यो चाहिँ न्यू रोडको दृश्य हो यहाँनिर देख्न सक्नुहुन्छ एकदमै मान्छेहरू सपिङ गर्न आउने जाने एकदम भइरहेछ